नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा 2 कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष केपी ओलीलाई आग्रह गर्नुभएको छ। शुक्रबार काठमाडौँमा आयोजित एमाले महाधिवेशन केन्द्रित युवा भेलामा पाण्डेले कार्यकालका बारेमा अध्यक्ष ओलीले 2वटा धारणा राखेको भन्दै नैतिकताका लागि पनि 2 कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन आग्रह गर्नुभएको हो। पार्टीभित्र स्वस्थ बहसबाट 2 कार्यकालको विषयलाई टुङ्गो लगाउनु पर्ने उहाँले बताउनुभयो। उहाँले अब युवाको शक्ति बिना पार्टी अघि बढ्न सक्ने भन्दै यसलाई यथार्थमा परिणत गर्न महाधिवेशनले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिनुभयो। देश र पार्टी सङ्कटमा रहेकाले नयाँ ढङ्गले समाधान गर्न पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने उहाँले बताउनुभयो। उहाँले महाधिवेशनमा सूचना टाँच गरेर नेता चयन गर्ने परिपाटीलाई अन्त्य गर्दै लोकतान्त्रिक विधिद्वारा कार्यकर्ताले आफ्नो नेता चयन गर्न पाउनुपर्नेमा जोड दिनुभयो। एउटै व्यक्तिले भिन्न भिन्न विचार राख्दछ भने कुन चाहिँ विचार सही हो? सही त एउटा मात्रै हुन्छ नि। सबै विचारहरू जेसुकै गरे पनि सही हुन सक्छ र? त्यसकारणले हामी भनिरहेका छौँ, अध्यक्ष कामरेड तपाईँ आफैले भनेको विचारमा तपाईँ उभिनुहोस्। हामीले अर्का विचारमा उभिनुहोस् भनेका छैनौँ। तपाईँले हिजो आफैले भनेको विचारमा तपाईँ उभिनुहोस्। 2 टर्म र यो पार्टी सदस्यताको विषयलाई यसको अनावश्यक रूपमा चाहिँ बिथोल्ने काम नगरौँ, यसलाई बखेडाको विषय नबनाऊ। पार्टीले सहज रूपमा स्वस्थ ढङ्गले पार्टीभित्रको यो बहसद्वारा यसलाई टुङ्ग्यौँ, हामीले यही आग्रह गरेका छौँ।